वाउ 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 1.95 आन्तरिक ऋण मान्नु भएको छ 5% जीडीपी इन्क्रिज हुँदाखेरि एकछिन ग्रस डोमेस्टिक प्रोडक्ट भन्छ जीडीपी भन्छ त्यसलाई ग्रस डोमेस्टिक प्रोडक्ट भन्छ जीडीपी भन्छ त्यसलाई प्रहरीलाई छोडेर आउन त फिल्डमा हिम्मत छ सिग्नल आउन त अस्ति एउटा झुटो बोल्नुभयो उसले शिक्षा मन्त्रीले नमस्कार आज चमत्कार भयो भन्नुभयो हामीलाई नि के भयो भनेर यसो हेऱ्यौँ बुढा नीलकण्ठ स्कुलमा आजबाट स्कलरसिप सुरु भयो भन्नुभयो ओइ भोलिया भनेर यसो त्यतिखेर खोल्या 2031 सालमा त्यो पनि कसले थाहा छ दलितको छोराले नाम के हो थाहा छ हाम्रो विश्वकर्मा शिक्षा मन्त्री त्यतिखेर के विश्वकर्मा रे हाम्रो डिप्रेसन हाम्रो नेतालाई काम गर्न धेरै गाह्रो हुन्छ भनेपछि मलाई राम्रो छ भन्न सजिलो छ खेती किसानी तपाईँ नेता बनेर काम गर्नुहोस् त कति गाह्रो हुन्छ तपाईँ मन्त्री बनेर काम गर्नुहोस् त मैले तपाईको गाह्रो हुँदैन भनेको छैन भाषण गर्न सजिलो छ भाषण गर्न गाली गर्न सजिलो छ काम गर्न गाह्रो छ मलाई एकछिन मेरो हाम्रो देशमा हेर्नु त साईजी एकछिन मलाई टाउको दुखिरहेको छ बिस्तारै बोल्छु तर म बिस्तारै बोल्छु अलिकति मलाई गाह्रो माधव नेपाल समर्थनमा थिए हाम्रो सरकार भन्छ केपी ओली र प्रचण्ड दुईटैलाई बाई गरिदिउँ भनेको प्रचण्डजीको जेठो छोरो जस्तरी प्रकाश दाहाल गइसकेपछि त रवि लामिछाने छोरो भएछ प्रचण्ड बिना त उहाँ 1 इन्च पनि हल्लिनुहुन्न आर यु कमेडी मी के साइनो रहेछ भनेर भित्र पत्ता लगाएको त प्रचण्डलाई जसले हतियार दिएर जङ्गल पठायो त्यसैले अलि रासपा चलाइराखेको छ हो तेरो बाउले भन्छ तपाईँलाई थाहा छ जस्तो आज प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले के भन्नुभएको छ भन्दै आज दिनभरि जसरी शान्तिपूर्ण रूपमा चाहिँ नेपाल प्रहरीले जुन भूमिका खेल्यो तपाईँहरूलाई निषेधाज्ञा तोड्न दिएन त्यो चाहिँ राम्रो काम गर्यो निष्कर्ष निकाल्यो गृह मन्त्रालय आज त्यसो भने हामीले यो पनि ठिक भन्नु पर्यो केपी ओलीले मान्छे काटेको बेलामा 16 वर्ष जेल गएको थियो मान्छे मारेको जेलमा 14 वर्ष उहाँ गणतन्त्रलाई होइन मान्छे मारेर गयो किन तपाईँहरूको आन्दोलन आज फासफुस बनाएर सरकारले प्रचण्डले सशक्त गर्नुभयो 10 वर्ष 17,000 मान्छे मार्नु क्रान्ति भन्नुहुन्छ तपाईँ त्यसलाई व्हाट इज द रेगुलेशन्स यही देशमा कृषि उत्पादन गरेर मान्छे यहीँ लखपति बन्न सक्छन् यो चाहिँ कसको मातामा पर्छ रवि लामिछानेजीको मातामा पर्छ गृह मन्त्रालयले हेर्ने गरेको छ यो यति गरिदिनु भयो भने अझ तपाईँलाई म वाउ गरिदिन्छु म हेर्नुहोस् दिलदेखि काम गर्छु म आजका दिनसम्म पैसा कमाउने काम गर्नु भएन मेरो भित्र बोली र बाहिर बोली एउटा छैन तन्त्र भने खुट्टा आज लोकतन्त्र भएको कारणले तपाईले बोल्न पाउनु भएको छ प्राइम टाइम टेलिभिजनमा आएर एउटा कुरा सुन्नुस् यो लोकतन्त्र हो यसलाई डेमोक्रेसी भन्छ तपाईँ त्यो बिचरा हामीलाई भित्री मन तपाईँको छैन होला बिचरा हामीलाई आक्रमण गर्ने प्रचण्डले गर भनेपछि त हर्षाब जी मालिक त्यो हामी कहाँ गर्नु पर्दैन रविजी तपाईँलाई फ्रीली काम गर्न दिन्छौँ अहिले हेर्नुहोस् त प्रचण्डजीले कृष्णबहादुर मरालाई छोड भनेपछि फ्याट्ट छोड्नु पर्यो पञ्चा सिंहलाई पक्राउ नगर भने चुप्प लाग्नु पर्यो नेत्रबहादुर विष्णुलाई आयो भने यसरी हान यसरी हान्नु पर्छ आँखै अगाडि कोइरीलाई छोइस भने पक बनाएछन् केपी ओलीले बिचरा हेर्नुहोस् त कोइरीलाई कोइरी खै भन्नुभएको थियो संसदमा छन् म देखाइदिन्छु त्यही छन् देखाइदिन्छु तपाईँको सुन्नै पर्छन् अलिकति पछाडिपट्टि 14 हामी छौँ 90 काङ्ग्रेस छ अहिले पनि तपाईँको माधव नेपाल प्रचण्डसँग उसँग केपी ओलीसँग रुष्ट हुनुहुन्छ
अहिले पनि जसपा केपी ओलीसँग रुष्ट छ। केपी ओलीले प्रचण्ड दुईटालाई काँसी पठाइदिउँ क्या आनन्दै टन्टै हिसाब बने। राष्ट्रिय प्रजातन्त्र पार्टी चाहिँ पहिलोपटक व्यवस्था परिवर्तनको आन्दोलनमा आएको छ अहिले। यो आन्दोलन सितिमिति पार लाग्छ। प्रधानमन्त्री भन्नुभएको छ भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न। बस त्यही अभियानमा म गर्दाखेरि मेरो खुट्टा भाँचिन्छ त के हो त्यो? What is this? What is this? महाभारत छ, यो उत्कृष्ट व्यवस्था हो सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको। सबैले मानेको, सबैले स्वीकारेको, प्रचण्डको भनाइ। प्रचण्ड थोरै यो देश नेपाल हो र भने। प्रचण्ड थोडी यो देश नेपाल हो र भने। भिरकुटी मण्डप निषेध क्षेत्र भने त कर फुलाए जस्तै हो नि। कति डराएको? हामी काङ्ग्रेस होइनौँ, तपाईँलाई सहकारी ठग भन्दैनौँ। दास प्रथा सकियो भन्नुहुन्छ तपाईँ? सकिया छ? सकिया छैन? संविधानमा त लेखेको नै, संविधानमा लेखेर हुन्छ, व्यवहारमा आउनु पर्यो नि। कानुनमा त लेखेको छ व्यवहारमा आउनु राष्ट्रपति भयो भनेर। कानुनमा लेखेर हुँदैन नि, व्यवहारमा आउनु पर्यो नि। ऐन कानुनमा नलेखे कहाँ लेखे? घन्टी त हिन्दूहरूको मन्दिरमा राख्ने भने चर्चमा हुँदैन। इसाईहरूको चर्चमा घन्टी हुँदैन, त्यहाँ क्रस हुन्छ। आज कि त बेल भन्न पर्यो। आज प्रचण्डको घुँडामुनि बसेको रवि लामिछाने आज हेर्नुहोस् त, अस्ति संसदमा कोइरीले के गरे? यसो हात दिए, मसँगै थिएँ, च्याप्पैसम्म यस्तो कोइरी रवि डिप्रेसन। ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर कुट्नु भनेर आदेश दिनु। के को दुश्मनी छ हो तपाईँ? तपाईँको पद खाइदिन्छ भनेर डर लाग्छ कि क्या? म प्रचण्ड होइन। म प्रचण्ड होइन। त्यतिखेर किताब जुम्लामा अहिले जस्तो गाडी थिएन, खच्चरमा जान्थ्यो। खच्चरमा गएर पनि वैशाख 1 गते हाम्रो हातमा किताब पर्थ्यो। अब आज तपाईँले एउटा जब किताब पुग्यो भन्दैमा वाउ गर्नुपर्ने केही कारण छैन। श्रम मन्त्री डिपी अर्याल जस्तो राम्रो काम गर्ने मन्त्री, जसले 1 घण्टामा श्रम स्वीकृति दिने निर्णय गरिदिनु, वाह वाह, अहिले जताततै उहाँको चर्चा। लाटाका देशमा गाँडा तन्नेरी भने आइयो। अस्ति एउटा युट्युब हेरेको थिएँ मैले। वाउ 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 वाउ, यस्तो हुनुपर्छ मन्त्री, ब्याग बोक्नुपर्छ, ब्याग बोक्नुपर्छ। रवि लामिछानेजीलाई भन्छु, तपाईँलाई टेलिभिजनको रवि लामिछाने चाहियो है? म पटक भनिरहेको छु। तर तपाईँको कुरा सुन्नु पर्यो, तपाईँको फोनै उठाउनु छोड्नु भयो। अब गजब बेइज्जती है। क्यान्टनमेन्ट घोटालाका प्रमुखलाई थुन्नुहोस्। यदि थुन्नुभयो भने त संसदै चाहिँदैन। किन संसदमा गएर हे हु आ गर्न पर्यो?